छोड़ दे Tapi ini banyak kalau mualnya lah. छोड़ दे Tapi ini banyak kalau mualnya lah. सक्का है भन्नेलाई तिम्रो मिडियालाई
बेला प्रहरीले आन्दोलन भट्काउनको लागि अश्रु ग्यास फालेको छ र त्यति बेला आन्दोलन तितरभित्र भएको छ तपाईले देख्न सक्नुहुन्छ प्रहरीले अश्रु ग्यास फालेको छ घाटी नाक्न पाइँदैन 조금 बसिरहेको ठाउँमा यो अरू एक दुईजना कोही छिरेर उ त्यसरी ढुङ्गा हान्यो ओइ ढुङ्गा कसरी नहान सात दलका अन्त्य हुनै पर्छ र अन्त्य हुने निश्चित भइसक्यो हस् धन्यवाद आजको दिनदेखि देशमा कालो बादल ग्रहण लागिसक्यो यहाँ गल्ली गल्लीसम्म यति बेला आँसु ग्यास छोडेको छ प्रहरीले हाम्रो सबैले गाह्रो भएको छ यति बेला आँसु ग्यास छोडेर चार दलका खट्नै पर्छ सही नरहे कहाँ रहौला हामी आफ्नो देशलाई शिरमा राखेर राज संस्थालाई हृदयमा राखेर आत्मसात गरेर अगाडि बढ्नु बाहेक अर्को विकल्प छैन साथीहरू आज म यहाँ बोलिरहँदाखेरि तपाईहरूलाई लाग्न सक्छ हिजो त गंगा चौधरी आजले यहाँ उद्घोषक गरिरहँदाखेरि पूर्व संसदको नाम पनि आयो हो म संसद पनि भए तर म जब सदनभित्र देशको विरुद्धमा विभिन्न किसिमका सम्झौताहरू हुन्थ्यो त्यतिखेर गंगा चौधरी पार्टी भन्दा माथि उठेर राष्ट्रको लागि बोलेको अगाडि तपाईहरुकै अगाडि घाम जस्तै छल्लङ्ग छ जब संविधान बनिरहँदाखेरि मैले त्यहाँ भनेको थिएँ यो संविधान जारी हुँदाखेरि 2072 साल असोज 3 गतेको यहाँहरूले हिमालय टेलिभिजनको इन्टरभ्यु हेर्न सक्नुहुन्छ आजको दिनदेखि देशमा कालो बादल ग्रहण लागिसक्यो त्यसैले तपाई हामी नेपाली जनता सचेत भएनौं भने आज हामी नेपाली छौं भोलि हामी नेपाल रहला कि नरहला भन्न सकिन्न त्यसैले हामी मर्न र मर्नको लागि पनि तयार हुनुपर्छ भन्ने कुरामा गर्छ गर्न चाहन्छु हामी कक्षागत किताबहरू पढ्ने गर्थ्यौं हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ हो कि हैन त्यसैले हामी यो आन्दोलनमा राष्ट्र स्थापना र हामी धर्म संस्कार संस्कृति जगेर्न गर्नको लागि अब हामी मर्यो भने शहीद हुन्छौं बाँच्यो भने स्वाभिमान भएर बाँच्ने छौं भन्ने कुरा राख्दै मर्न र मार्न तयार हुनलाई म आह्वान गर्न चाहन्छु र आफ्नो भनाइ यही अन्त्य गर्छु धन्यवाद जय देश जय नरेश धन्यवाद छ म यसै गरी आतिथ्य आसन ग्रहण गराउन तपाईं पनि आजदेखि राजावादी होस् नागरिक प्रतिरक्षा बल मैले त तपाईको 60 सालदेखि नै देशमा अहिलेदेखि होइन 2060 सालदेखि नै देशको आवश्यकता राष्ट्र संस्था हो माओवादीले गरेको आन्दोलन दुईटा पार्टीको कारणले गर्दा जंगलमा गएको छ
त्यसकारण जङ्गलबाट राजाले नै आह्वान गरेर माओवादीलाई चाहिँ सत्तामा फर्काउनुपर्छ र देशको चाहिँ बर्बादी हुन दिनु हुँदैन भनेर आन्दोलन गरे मान्छे हो। त्यति बेला कमल थापा जस्ता मान्छेहरूले गर्दाखेरि चाहिँ माओवादीलाई युद्धमा धकेलियो। त्यो कारणले गर्दा देशमा 17,000 नागरिक मर्नु परेको हो। यो चाहिँ के भन्दा यो पार्टीमा बस्ने कुख्यात पात्रहरूले गर्दा नेपाल चाहिँ बर्बाद गरिरहेको अवस्था छ। जस्तो भनौँ कमल थापा भनौँ, जसले हेलिकप्टरबाट तपाईँको नागरिकलाई आन्दोलन गर्दा हेलिकप्टरबाट गोली चलाए यार, हामीले सहन सकेनौँ। महाराज धिराजलाई भन्दाखेरि भारत सरकारले चाहिँ कमल थापालाई 2 थापड हाने। यो चाहिँ अवस्था चाहिँ किन हामीलाई जाहेर नगरेको भनेर भारत सरकारले मैले त नागरिक मार्न पठाएको होइन तिमीलाई, तिमीले नागरिक किन मार्यौ भनेपछि अनि राजाले के भन्दाखेरि ल अब गणतन्त्र नै दिने भनेर राजाले के भन्दा आफ्नो चाहिँ सदिच्छा प्रकट गरेको अवस्था हो। त्यसकारण सत्तामा बस्नेहरूले समय बुझ्नुपर्छ, जनताको माग बुझ्नुपर्छ। अहिले पनि यो सरकारलाई अन्तिम एउटा के छ भन्दा उपाय छ कि सबैलाई समेटेर राष्ट्रलाई फेरि पुनः संरचना गरौँ। त्यो अवस्था आएन भने भोलि जनताहरूलाई नै तपाईँहरूलाई पराजित गरे भने भोलि चाहिँ के भन्छ तपाईँहरू जेलमा जानुपर्छ। यो चाहिँ निश्चित हो नेताहरू, किन भन्दा नेताहरूले समयमै बुद्धि पुर्यायो भने तपाईँहरू साँच्चै नै एउटा के भन्दाखेरि देशको चाहिँ बुद्धि पुर्याउला जस्तो लाग्छ यहाँलाई अहिलेका नेताहरूले? यिनीहरूले पुर्याउला जस्तो लागेन। किन भन्दा यिनीहरूलाई अहमता छ, घमण्ड छ। सत्तामा हिजो के भन्नु थाहा छ? 2,000 मान्छे फेरिन्छ जान्छन्, केही पनि छैन, त्यसलाई के ठुलो रूपमा लिएर प्रचण्डजी त सबैभन्दा त्यसमा यसमा के भन्दा प्रचण्डजी सबैभन्दा यसमा चाहिँ के भन्दा लचकता छ। राष्ट्र जोगाउँ भन्ने कुरामा उहाँ चाहिँ प्रष्ट छ। तर अरू पार्टी चाहिँ के भन्दा हामी 2 पार्टी नै हो, यो देशको सर्वसर्वे भन्ने घमण्ड छ। त्यसकारण हिजो पनि त्यही सर्वसर्वे भएको कारणले गर्दा जङ्गलमा पठाएको कारण हो। आज पनि के भन्दाखेरि देशमा चाहिँ सही रूपमा निर्णय लिन नसक्ने भएको कारणले गर्दाखेरि आज चाहिँ देश चाहिँ बर्बादी भएको अवस्था छ। हिजो माओवादीले सरकार चलाउँदै गर्दा पनि सरकार चलाउन नदिएको यही 2टा पार्टीको कारणले हो। त्यसकारण यो 2टा पार्टीले नै देशको अवरोध, विकासको अवरोध हो। यो देशको शान्तिको अवरोध चाहिँ यो 2टा पार्टी भएको छ। त्यसकारण पार्टी छोडेर अब चाहिँ नागरिकहरूले राष्ट्र झण्डा बोकेर हिँडेको अवस्था हो। पार्टीबाट वाक्क भए त्यो पार्टीले आफ्नो नेता फेर्न नसक्ने, त्यो पार्टीले आफ्नो चाहिँ के भने एजेन्डा प्रयोग गर्न नसक्ने, त्यो पार्टीले जनताको घोषणा, जनतासँग गरेका घोषणाहरू पुरा गर्न नसक्ने, त्यस्तो पार्टीलाई पनि पार्टी भनेर हामी हिँड्न सकिन्छ? त्यसकारण त्यो पार्टीमा अहिले मान्छेहरू छैन, त्यो पार्टीमा अहिले कार्यकर्ताहरू छैन, सबै छोडेर हिँडिसकेको अवस्था छ। त्यसकारण त्यो जसले खाएको छन्, जसले भ्रष्टाचार गरेका छन्, त्यसले त्यो भ्रष्टाचार जोगाउनको लागि एउटा मासहरू देखाएर जनताहरूलाई देखाएर यो बार्गेनिङ गरिरहेको, अरू केही पनि होइन। उता ढिकुटी मण्डपमा पनि समाजवादी मोर्चा नेपालको चाहिँ प्रदर्शन छ, यता पनि राजावादीहरू प्रदर्शन छ। खास यो के हो, यो भिडन्त चाहिँ 2 पछि भिडन्त होइन। जनताहरू भिडन्त कहिले गर्दैन। जनता भिडन्तको पक्षमै होइन, जनता परिवर्तनको पक्षमा हो। जनताले चाहेको कुरा के भन्दाखेरि देशले अब नयाँ चाहिँ व्यवस्थापन गर्नुपर्छ भनेर जनताले चाहेको अवस्था। त्यो पार्टीले चाहेर हुँदैन, जनता उत्रिएको छ नि यहाँ। सम्भव छ अब राजा फर्किने? एकदम 100% फर्किसकेका छन्। अन्तर्राष्ट्रिय जगतबाट हेर्नुहुन्छ भने राजा फर्किसके। अब यो नागरिकहरूले पनि एक किसिमले फर्काइसकेका छन्। यसलाई विधिवत रूपमा घोषणा गर्न मात्रै बाँकी छ है। यो फर्किसकेका छन्। आज घोषणा सभा तपाईले जनआन्दोलन भनेर नाम दिनु भएको छ, जनविद्रोह भनेर नाम दिनु भएको छ। यो आज घोषणा सभा मात्र हो कि आज जनविद्रोह नै यो घोषणा सभा हो। अब तपाईँ हप्ता 10 दिनभित्रमा यो गणतन्त्रवादी नेताहरूले केही निर्णय गरेनन् भने यो आन्दोलन रोकिँदैन। यो आन्दोलनले अन्तिम चाहिँ के भन्दा आफ्नो निर्णय आफै लिन्छ। त्यो 1 हप्ताको अल्टिमेटम दिनु भएको छ नेताहरूलाई चाहिँ। हो, 1 हप्ताभित्रमा उहाँहरूले समस्या सावधान गरे, देशलाई चाहिँ के अग्रगमनमा लान सके भने हामीले देशलाई अग्रगमनमा लान खोजेको, हामीले प्रतिगमन होइन। देशलाई समाजवादीतिर लान खोजेको, हामीले सामन्तवादलाई तोड्न खोजेको, हामीले पुँजीवादलाई तोड्न खोजेको, हामीले सामन्तवादलाई तोडेर समाजवादी व्यवस्था, समाजवादी राजतन्त्रको स्थापनामा अगाडि बढायौँ। धन्यवाद। तपाईँ पनि राजावादी भन्न मिल्छ सर? हामी राष्ट्रवादी विकल्पवादीहरू हौँ। नागरिकका छोराहरू कोही निस्कन नसकेको बेलामा राजाले म राज्य बनाउँछु, देश जोगाउँछु, म विकल्प दिन्छु, राजनीतिको निकास दिन्छु भन्छ भने हामी त्यो घडीमा त्यो शर्तमा राजावादी पनि हौँ। त्यो शर्तमा तपाईँ जहाँ पनि चाहिँ जनताको लागि, राष्ट्रको लागि चाहिँ जस्तो आन्दोलन पनि समावेश? बिल्कुल, सबै आन्दोलनमा हामी सरिक छौँ। यो ठगबन्धनकारीहरूको विरुद्धमा
क्लियर छ? राजाले त अहिलेसम्म त्यस्तो केही अभिव्यक्ति दिनुभएको छैन। तपाईँहरूले चाहिँ राजा ल्याउनुपर्छ भनेर तपाईँले भनेको छैन, आम नागरिकले भनिराख्नु भएको छ। अब यहाँ यस्तो छ, त्यसले चाहिँ के हुनसक्छ जस्तो? सञ्चारकर्मी बन्धुहरूले बुझिदिनु पर्ने कुरा के हो भने यहाँ दुर्गा बन्धु मात्रै छैनन् हो, यहाँ धेरै किसिमका हामी जस्ता राष्ट्रवादी राष्ट्रप्रेमी अभियन्ताहरू पनि आउनु भएको छ। त्यही क्रममा हामी पनि आएका छौँ र मैले अघि नै भने नि विकल्प खोजेको छ राजनीतिले, देश अक्रान्त बनाएको छ यो ठगबन्धनकारीहरूले। आज भाडाका मान्छेहरू ल्याएर काउन्टर दिनुलाई सरकारले गुन्डागर्दीको शैलीमा मान्छेहरू भृगुटी मण्डपमा जम्मा गरेका छन् है। यसैबाट थाहा हुन्छ यो सरकार के हो, यो डाँकाहरूको समूह हो, यो सरकार होइन। कानुनन यसलाई सरकार भन्न मिल्दैन। त्यसकारण अब हामी के भन्दैछौँ भने यो राष्ट्रिय जुन अहिले समस्या छ, यिनीहरूले दण्डहीनतामा राज्य चलाएका छन्, राज्य के चलाएको भन्ने आतंक मचाइराखेका छन्। त्यसका विरुद्धमा अहिले जसले जे जस्तो किसिमको कार्यक्रमहरूको आयोजना गर्दछ त्यसमा हाम्रो सत्य र न्यायको खोजी अभियानको कार्यगत एकता हुन्छ। एउटा कुरा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीज्यूहरूले चाहिँ के भन्नुहुन्छ भने राजा हौसिनु भएको छ, उहाँ चुनाव लडेर आउँदा भइगयो नि भन्ने तर्क दिनुहुन्छ उहाँहरूले चाहिँ। अहिले यो भनिराख्दाखेरि जनताहरू फेरि आइ पनि राख्नु भएको छ सडकमा, यसले के सन्देश दिन खोज्या, देशमा के हुनु खोज्या हो भन्नुहोस् त? देशमा देश जोगिनुको लागि परिवर्तन हुन खोजेको हो। तपाईँले यति मात्रै बुझ्नु खोज्नुहोस्, यो इनेभिटेबल छ, अवश्यम्भावी छ, यो गर्नु जरुरी छ। यिनीहरूलाई यथाशक्य चाँडो अपदस्थ गराइनु जरुरी छ। अब यो अवस्थाबाट यिनीहरू जोगिने हो भने यिनीहरूले आत्मसमर्पण गर्नुपर्ने अवस्था छ। यो तपाईँ यहाँ आउनुभयो नि, कसैले बोलाएर आउनु भएको होइन नि, हामीलाई कसैले बोलाएर आएका छैनौँ, हामी आफै आएका छौँ। यो लाखौँ मान्छे यहाँ देखिन्छ, लाखौँ त नहोला हजारौँ भन्नु अहिले मेरो विचारमा यो 2 लाखभन्दा बढी मान्छेहरू यहाँ हुनुपर्छ है। यो सबै यत्रो ठुलो एरिया भरिएको छ है, पछि थाहा होला है। हजारौँलाई अलि मान्दैन, बढी नै छ यो सङ्ख्या है, अझै थपिँदैछ। मान्छेलाई बाटोमा हामीलाई रोकियो, अघि नै आउनुपर्ने मान्छेहरू हामीहरू हो। स्थिति यस्तो छ। त्यसकारण यो सरकार नै सरकार होइन, गुन्डागर्दीहरूको सरकार हो, माफियाहरूको सरकार हो। त्यसो भए राजतन्त्र आएपछि यी सबै समस्याहरू समाधान हुन्छन् भन्ने तपाईँहरू ढुक्क हो? के हो भन्नुहोस् त? अन्तिम विकल्प राजा नै हो, राजसंस्था नै हो? तपाईँहरू सबैले सोध्नुभयो भने म जवाफ नदिकन भएको छु है। तपाईँले सोध्नु भएको प्रश्नमा राजा आउने भयो भने वा कुनै पनि वैकल्पिक शक्ति आयो भने हामीले त्यसलाई साथ दिन्छौँ। किनभने राज्य जोगिनु जरुरी छ। जो राज्य अहिलेको घडीमा जोगाउन सकिएन भने हाम्रो राष्ट्र रहँदैन, हामी नेपालीहरू रहन सक्ने अवस्था छैन। जहाँसम्म अब अर्को विकल्प आइसके पछाडि वा त्यो वैकल्पिक शक्तिको रूपमा राजाको नै अभ्युदय भयो भने के समस्या समाधान हुन सक्छ? तपाईँको प्रश्न पक्नुस् न, तपाईँ प्रश्न गर्दै फेरि प्रश्न गर्नुहुन्छ, के जवाफ पाउनु? त्यो प्रश्नमाथि नै प्रश्न आयो। तपाईँ पनि के भन्नुभयो भने राजा बाहेक वैकल्पिक शक्तिहरू होइन, कुनै पनि शक्ति राजा मात्रै होइन कि हामी अरू पनि केही उत्पादन भने जे पनि हुनसक्छ। यो होइन, जनताले जे चाहन्छ त्यो ल्याउँछ नि, होइन र? जनताले भोलि होइन एबिसिडी हो, एबिसिडी आउनु पर्यो भन्ने हो कि थाहा छैन नि। तर अहिलेसम्म राजालाई ल्याउने भनेर सबै जनताहरू उत्साहित भएर आएको हामीले बुझेका छौँ र हामीले त्यसलाई कसरी लिएका छौँ भने राज्य जोगाउनका लागि कोही पनि हामी त सत्य र न्यायको खोजी अभियान के चाहन्छ भने यो राक्षसी तरिकाले जसरी यिनीहरूले राज्य चलाएको छ यिनीहरूको विरुद्धमा अर्को दानव आयो भने पनि यिनीहरूलाई परास्त गर्न अपदस्थ गर्नका लागि हामी त्यसलाई समर्थन गर्दछौँ राज्य जोगाउने कष्टमा। त्यस अवस्थामा राजाले म राजा नै हुँ भनेर सबै जनताले राजालाई राजा मान्ने अनि राजाले जनतालाई जोगाउन सक्छु, जनतालाई रामराज्य दिन सक्छु, राज्य देश जोगाउन सक्छु भनेर आउँछन् भने त्यो राजालाई नमान्न हुने कारण के छ? तपाईँले आज केपी ओली जस्तो निर्घृणी मान्छे, प्रचण्ड जस्तो, शेरबहादुर जस्तो, बाबुराम जस्तो अनि माधव कुमार र झलनाथ जस्तो राष्ट्रघाती राष्ट्रद्रोहीहरूलाई सरकारको प्रतिनिधिको रूपमा मानिराख्नु भएको छ भने भोलि राजा साँच्चै नै राजाको रूपमा जनप्रिय भएर आउँछन् र कल्याणकारी राज्यको उद्घोष गर्न सक्छन् भने उसलाई नमान्ने कारण के छ? यही नै हो हाम्रो